मैले चटपट खाने हो अनि मैले चाहिँ देखाउँछु मेरो मम्मीले कसरी बनाउनुहुन्छ। यो भयो चटपटे मसला। आज हामी चटपटे खानालाई चाहिँ चटपटे मसला रेडी गर्दैछु। अब हेरौँ कस्तो हुन्छ चटपटे। आज हामी ग्रेभी चटपटे खाने प्लान छ। फाइनल्ली अब चाहिँ चटपटेको ग्रेभी पनि रेडी भइसक्यो। चटपटे वाउ, चटपटे मन नपर्ने मान्छे त को होला र। मलाई चटपटे त्यही माथि पनि ग्रेभी। ओ माई गड। यो चाहिँ भयो हाम्रो अर्ग्यानिक आफ्नै बारीको खुर्सानी, जिरे खुर्सानी। अनि त्यही भएर चाहिँ मैले चटपटेमा चाहिँ मिठो हुन्छ भने जिरे खुर्सानी पनि टिपिहालेँ। अनि काँक्रो पनि फलेको थियो हाम्रो बारीमा चाहिँ, काँक्रो पनि टिपिहालौँ, अर्ग्यानिकै काँक्रो हालौँ भनेर काँक्रो पनि टिपिहालेँ। मम्मी ग्रेभी चटपटे हो, मेरो फेभरेट हो। मम्मी ग्रेभी हो। ग्रेभी हो छोरो। पिरो चाहिँ नहाल्नु प्लिज। पिरो तिमी खान्नौ र? नाइ, यो खुर्सानी मलाई खुर्सानी मिठो लाग्दैन। मिठो लाग्दैन? अह, अनि चटपटेमा त खुर्सानी हाल्नुपर्छ त बेबी। आमा नपिरो लगाइदिनु न। नपिरो चटपटे नै हुन्छ? ओके। म सुँगेको थिएँ। मिठो थियो सुन्दाखेरि? सुन्नु मिल्दैन बेबी, पिरो हुन्छ नि त। तिमी चटपटे नखाऊ न त। खान्छु नखाऊ हो? खान्छु। मिठो लाग्दैन होला तिमीलाई? मिठो लाग्छ चटपटे। खुर्सानी? नाइ। ल, हाँस हुन्छ तिमीलाई खुर्सानी नहालिकन बनाइदिन्छु। भाइ चटपटे खाने भनेपछि नभएको जाँगर पनि कहाँबाट आउँछ मलाई थाहै हुँदैन। मैले चाहिँ आलु, धनियाँ, प्याज, काँक्रो, खुर्सानी अनि कागती अनि केराउ चाहिँ रेडी बनाइसकेँ। हामीलाई यो सबै आइटम चाहिन्छ चटपटे बनाउन। मलाई थाहा छ किनकि मेरो मम्मी चटपटे क्विन हो। अनि मैले थाहा पाइसकेँ। फर्स्ट देखाउँछु। फर्स्ट चाउचाउ, अनि भुजा, अनि मेरो फेभरेट कुरकुरे, अनि त्यसपछि दालमो। थ्याङ्क यू सरस्वती दिदी यति मिठो आलु चपको लागि। साँच्चै नै आलु चप कति मिठो थियो। मेरो छोरीहरूले चाहिँ कति मजाले कति मिठोसँग आलु चप खाएका। फाइनल्ली अब चाहिँ चटपटे रेडी भइसक्यो। हेरौँ अब कस्तो हुन्छ। कस्तो छ पुण्य? कस्तो छ चटपटे? दामी छ चटपटे। कस्तो छ चटपटे? एकदम मिठो छ। मिठो पारू, थ्याङ्क यू सो मच। दामी छ। धेरै पछि चटपटे खाएको भएर होला एकदमै मिठो लाग्यो मलाई चाहिँ।